Hello, welcome to our my Instagram, Facebook है युट्युबमा सबैलाई स्वागत छ। म अहिले जयपुरी गर्न स्टार्ट गरेको छु हैन। 11:30 बजे उपस्थित भइसकेको छु र आज घुम्न जाँदैछु छु। म एउटा बहिनी वेट गर्दैछु र बहिनी लगायत अन्य बहिनीहरू गर्दा वेट गर्दैछु बहिनी होइन यो त्यसको लागि हुन्छ हैन। आज हामी झोल जाँदैछौँ के हुन्छ अन्तिमसम्म भिडियो हेर्नु होला। यस्तो दामी मौसम छ। म अहिले जयपुरी छु होइन ल अब देखाउँछ भिडियो। फाइनली गाइस हामी कोर्स आइसकेको छौँ। यस्तो झुक्क्याउनु पर्छ मान्छे। हेलो अस्मिता खोइ आयो फाइनली गाइस हामी चाहिँ झरना आइपुगेको छौँ होइन। टोखा सरी झो झरना आइपुगेको छौँ होइन। टोखा नगरपालिका झोमा आइपुगेको छौँ। पछाडि बहिनीहरू छन् होइन। फाइनली गाइस भाइ छ यहाँ अस्मिता छ। अस्मिता हाई गर त सबैजना हाई गर। यहाँ दाइ हुनुहुन्छ। हामी झोमा घुम्न आएको छौँ होइन। यहाँ आज शनिबार भयो होला यस्तो प्याक भएको होइन। तर केही छैन यस्तो घुम्न आउनुपर्छ होइन। यो भनेको हाम्रो नेपालको वान अफ द प्लेस अफ द वर्ल्ड। दामी छ ठाउँ होइन। दामी छ रमाइलो छ। भाइ कसरी लाग्यो यो ठाउँ? अस्मिता यो ठाउँ कसरी लाग्यो? के जस्तो झोटो हो नि यो। यहाँ हामी बहिनीहरू छन् यो युट्युब टिकटक र होइन फेसबुक मार्फत आउँछ होइन। सबै माया गरिदिनु होला। म एउटा कन्टेन्टको लागि भए पनि घुम्न आएको हो होइन। म भ्यू पनि देखाउनु हामीसँग चाहिँ यस्तो भ्यू छ। दामी छ भ्यू चाहिँ दामी छ है। भाइ छ उभिएको होइन हो। यहाँ ठाउँ यस्तो छ त प्याक भएन। टाउमा टेकेर जाने कुरो भएन नि बहिनी। अनि उभिएर बसेको छ भन्नुभयो। अनि यहाँ चाहिँ यस्तो यस्तो मान्छे कि हुन्छ होइन। सुनिहाल्नु भएन बहिनीहरू छन्। यहाँ चाहिँ मान्छे अनेक थरीको मान्छेहरू हुन्छन् होइन। दामी छ जङ्गल होइन। शिवबुई जङ्गलतिर पर्छ यो चाहिँ। दामी छ आउँदै हुनुहुन्छ यहाँ। हाम्रो अस्मिता बहिनी पनि आउँदैछन्। भाइरल मान्छे फेरि यो ठाउँमै एकछिन आएको छु भन्नुभएको छैन। हामी त एकचोटि आउँदाखेरि यो भ्यू थिएन यहाँ खाली थियो। ठाउँमा पनि 2-3टा ब्रान्डको यो ओरिजिनल खुर्सानी हुन्छ नि दाइ। यो खुर्सानी काँक्रो हाम्रो गाउँतिर चौकोटिया निन हौ। दामी दामी काँक्रो छ चौकोटिया। यो चौकोटको होइन सब यतैको हो नि यताको काँक्रो।
चौकोटे यहाँसम्म आयो भने त आधी महँगो पर्छ दामी छ दामी छ ठाउँ होइन त्यो भिडियो हेर लाइक कमेन्ट सेयर सब्सक्राइब फलो गर्न नबिर्सिनु ओ भाइ अहिले झरना भन्दै उड्या मात्रै आएको झरना हो यहाँ काँक्रोहरू बेच्नुहुन्छ होइन यसो हेरिन्छ अप्सरा अगाडि पुगेछ नि हो र अगाडि गएछ हजुर भन्नु भाइ त्यही हो त हिँड्नुमै पर्छ कहिले काहीँ त यो तपाईँहरूले एड गर्नुभएको छ भ्युवर्सहरू यो ठाउँ मैले 2 चोटि कि 3 चोटि म युट्युब टिकटकमा आफूले हेरिसकेको छु होइन यो ठाउँ 2 चोटि आई थिङ्क है म 2 चोटि आएको छु यो ठाउँ भिडियो भोलिदेखि झन् 3 दिन बढ्छ कहाँ जानु पर्छ दाइ तिम्रो दाइ यो अब एकैचोटि उहीँ मन्दिर पुगेपछि आई विस यु यो भिडियो है थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो यस्तो गर्मी होइन अनि हामी बाटो भिड्छ अनुहार हेर्नुहोस् यस्तो गर्मी बहिनीहरू चाहिँ पछाडि छन् हजुर हजुर दिदी हजुर हो गाडी फुट्ने गरी हान्नुभयो हुन्छ नि हामी झुक्यो उसले तल पुग्यो भने 4 चोटि आएको मान्छे झुक्यो म त झन् 6 महिना परेन बिचमा नअल्नु त है गाइस फाइनली झन् आइपुग्यो मन्दिर छ यहाँ हाम्रो बहिनी यति खुसी छन् आज चाहिँ कहाँबाट भजन बजाउँ भयो अगाडि यस्तो झरनामा आइपुगेको छ यस्तो प्याक छन् गाइस प्याक छ सहयोग कहाँ गएछन् कृष्ण गुरुङबाट अस्मिता कसको मेरो पछि जाम पर्छ तपाईँहरूले गर्नुभएको सहयोगबाट नै हो आदरणीय सञ्चालक दर्शकहरू यो माथिल्लो पुलमा भिडभाड नगरिदिनु पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। स्वयंसेवक साथीहरू यो अगाडिपट्टिको पुलमा भिडभाड नगरिदिनु अनुरोध गर्न फोटो खिच्न पनि
बनाइदिनु होला कहाँ गयो अस्मिता अस्मिता Hi guys. हाई भन्नु त के भने जम्मा माथि माथि जम्मा माथि ए हिँड्नु न हो म जान्छु भिन्न जान्छु भिन्न जान्यो जान्यो अस्मिता बनाउँछन् हाम्रो भिडियो बनाइदियो है ल अब हामी त्यहाँ जान्छौँ है गाइस एक्सक्युज मी हिँड्न पनि हिँड्न र पाउनु पर्यो नि यहाँ अस्मिता बहिनी पूजा गर्ने टिका आउँदैछन् यहाँ हाम्रो भाइ यहाँ टिका बहिनी है यहाँ दाइ हुनुहुन्छ आज अस्मिता कसो आयो त अस्मिता त भिज्न त भिजिँदैन है अस्मिता त वेलपत्र समर्पयामि साम सदाशिव हामी यता छौँ ओ बहिनी बहिनी यता हो गुफा ओ यता हो गुफा हामी गुफा जान आएको छौँ है ए यहाँ पनि मन्दिर छ त्यहाँ अस्मिता अस्मिता
आउनुहुन्छ गाइस जस्तो पनि आउनुहुन्छ होइन धर्म र मन्डी भनेको सबैको स्टाइल होइन सबैजना आउनुहुन्छ होइन छैन आउनुहोस् दर्शन गरेर जानुहोस् रमाइलो हुन्छ यहाँ सेटी पाउनमा अगामा ठुल्ठुलो काँसो छिराउँछ होइन फेरि पछि केही भन्नु भने मेरो कमेन्ट बस्नु कमेन्ट गर्नु म त्यसको भिडियो बोल्नेछु है बोल्नु आउँदैछु अस्मिता अस्मिता यो के जुत्ता खोल्नु पर्ने हो होइन हामी गुफा चढिरहेछौँ जुत्ता भाइ जुत्ता खोल्नुपर्छ जुत्ता खोल्नुपर्छ पर्छ हाम्रो बाहिर भिजेर लटक्रै यहाँ तल यो मन्दिरको नाम चाहिँ झोलो होइन गाइस झोलो अब हामी अहिले गुफाभित्र छिरेर पुरा गाइस हामी घुम्न गएमा फर्किसक्यौँ है अब म सोध्छु दाइ कस्तो आज घुमेको पहिलोपल्ट होइन है पहिलोपल्ट हो रमाइलो भयो ल यहाँ हाम्रो बहिनीहरू छन् बहिनी कसरी आएको भन्नु त एकदम राम्रो पहिलोपटक होइन पहिलोपटक एकदम अनि असला बहिनी यता हेर बिजी हाम्रो बहिनी बिजी अनि हाम्रो अस्मिता बहिनी पहिलोपटक होइन बहिनी मै यो मेरो चाहिँ चौथो पटक हो म त अलवेज बबा लाग्छ यो ठाउँ होइन त्यही बबा लाग्यो म आएको हो होइन होइन म आएको होइन तपाईहरु पनि आउनु होइन आउनु आउनु सबैजना आउनु जाडोले मर्ने यसरी म बहिनीको नाम छोड्नु बहिनीको नाम चाहिँ के हो मेरो नाम अप्सरा कोइराला उसको नाम अप्सरा बस्नेत मेरो नाम कोइराला पहिला सुशी कोइरालाको नातिनी त होइन नि नातिनी अब पलाटिनी हो कि क्या जस्ट जोकिङ अब हामी एकछिन बस्छौँ अनि त्यहाँबाट आफ्नो आफ्नो गन्तव्यतिर राख्छौँ यो अन्तिमसम्म लाइक कमेन्ट सेयर र सब्सक्राइब र फलो गर्न नबिर्सिनु होला जहाँ जहाँबाट हुनुहुन्छ माया गर्नुभएको छ थ्याङ्क यू सो मच यो को आउनु भएको छ यो हाम्रो अवसर कोइराला यो लगायत अन्य जो जो भिडियोमा देखाएको छ उहाँहरूले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला भन्ने यो माया गर्नु हुने थ्याङ्क यू सो मच यो अब हामी जान्छौँ होइन गाइस हाम्रो बल्ल खाजा खाने टाइम भयो चटपटे यहाँ चाहिँ म पहिलोचोटि खानेछु पहिला आउँदाखेरि थिएन यहाँ चटपटे मोमो पर्छ यताउति केही पनि थिएन जस्ट एक दुईवटा किराना पसल मात्रै थियो होइन दाइको नाम के हो अरे जनक केसी हुनुहुन्छ यहाँ भाइ छैन यहाँ बहिनी यहाँ दुईवटा बहिनी कस्तो टल्क्यो बहिनी यहाँ चटपटे होइन यहाँ अस्मिता बहिनी यी छन् हामी के खानेछौँ रे भात खान्छौँ चटपटेहरू कस्तो भात र चटपटे पनि चिन्न चल्छ नक्कै हो यस्तो हो नि हामी जस्तो फोटो खिचेर के काम कसै हेर्छ हेरेर आउँछ नि त कस्तो छ म टेस्ट गयो भन्छ है गाइस ओहो यस्तो पियो त पियो खाने चाहिँ A1 छ है पियो खान्छ त्यो चाहिँ A1 छ होइन अस्ति हामी छ नि उयो अस्ति हामी सुटिङ गएको नि खानामा यस्तै पियो थियो क्या
यस्तै प्योर थियो तर चाहिँ गाइस नमिठो भन्न खोजेँ होइन मिठो छ तर गजबै प्योर छ होइन तर म चटपटे हटबाट खान्न पनि होइन जस्ट 1-2 बाइट मलाई हान्ने हो होइन के त्यो काँचो मसला अनि के उ आउँछ कि काट्नु आउँछ कस्तो छ अस्मिता त्यो स्वाद भने अनि असर बहिनी है एकदम मिठो छ जरा पिरो छ पिरो चाहिँ गजबै छ दाइ कस्तो छ यो त अहिलेसम्म यस्तो चटपटी मिल्ने खाएको म सेकेन्ड टाइम यस्तो खाएको फर्स्ट टाइम बस्ने हामी सँगै बसेर खाएको थियौँ होइन सेकेन्ड टाइम यस्तो पिरो खाएको यो त दाम आउनु चाहनुहुन्छ भने टोखा नपाएका झो अनि यो बैलेश्वर झरना महादेव झरना है यो यहाँ प्लस मन्दिर पनि छ आउनु होला यदि मन्दिर जान चाहनुहुन्छ भने बिहान आउनु होला खाडी हुन्छ है टोखा हो टोखा शनिबार आइतबार आउनुभयो भने चाहिँ खुट्टा हान्ने ठाउँ हुँदैन बिहानदेखि होइन अरू दिन आउनुभयो भने चाहिँ खाइ हुन्छ यो बहिनीहरूको पनि पस यसो पब्लिसिटी गरिदिने क्या गजब छ है अब हाम्रो अरू पनि खाजा हुन्छ होइन उता बसेर मुसु हाँसिआउनु भएको छ बहिनी होइन तपाईँको आइडी के छ नाम मनिता प्रसाद बसन्त राज सेवटी भनेर सर्च गरेर हेर्नुहोस् भिडियो टिकटकमा देख्नुहुन्छ युट्युबमा बसन्त इन्टरटेनमेन्ट टिभी भनेर सर्च गर्नु भिडियो देख्नुहुन्छ होइन भेजमा सबै भेज भक्तजनहरूलाई भेजको लागि यहाँ फेरि अरू यो साउन्ड महिना भएन अब साउन्ड पनि सक्यो आज 23 गते भइगयो अब सक्यो अब केही दिन यहाँ भेज मोमो मात्रै बाँच्छ अनि बहिनी अरू दिन चाहिँ बफहरू पनि चल्छ साउन्ड बाइक चाहिँ चल्छ चल्दैन यो चल्दैन भेज हो क्या यो ए जहिले पनि भेज छ है सही भट्याएर है मैले थाहा थिएन होइन यो मन्दिरको छेउ भयो होला साइड होइन भेज भएको ठिकै छ माछा मासु नखाएकै राम्रो मन्दिरको छेउमा होइन यदि धर्मै गर्ने छ भने होइन ठिक छ यति राम्रो ठाउँ छ आब्बा यहाँ त हुस्सु पो आएछ त्यहाँ त चाहिँ तितौराहरू चप्पलहरू के पाउँदो रहेछ कहाँ रहेछ यो पुरा काठमाडौँ हो मैले पनि अस्ति सिकेको मरै भएन मोमो बनाउन मैले पनि सिकाएको मलाई किमा बनाउन चाहिँ आउँछ तर मोमो बनाउन मैले होटलमा काम गरेँ हो नि त पहिला कुन होटलमा मैले त होइन उता चरिकोटमा गरेँ चरिकोट न घर चरिकोट हो घर दोर्खा सैलु सैलु कहाँ नै सैलु भन्दा मुन्तिर भैँसी थाहा भैँसी भन्दा उता दुईवटा छ है भैँसी दोलखामा दुईवटा भैँसी छ है एउटा जिरी जान्छ है एउटा मेरो हात काममा आँट्यो यहाँ हामी सबैजना खाएको छ भयो होइन याम्नी मान्छे देखिँदो रहेछ व्हाइट कुर्ता आउँदा याम्नी मान्छे व्हाइट कुर्तामा दामी देखिँदो रहेछ गाडी छैन है यति याम्नी छ पैसा न मान्छे नभन्नुहोस् दामी छ ठाउँ चाहिँ बब्बाल छ क्या हजुर मेरो च्यानल ए बसन्त इन्टरटेनमेन्ट टिभी ENTERTAINMENT इन्टरटेनमेन्ट ठिक छ दामी छ हजुर हुन्छ
गर्नु यहाँ हाम्रो अहिले खाजा बन्दैछ बहिनीको शुभ नाम के भन्नु मनिषा के जानुपर्छ गुड नेम यो कहाँनिर यो एक्ज्याक्ट म भन्नु नआयो होला होइन एक्ज्याक्ट तपाईँ आफै लोकेसन भन्नु नि त म पनि नयाँ हो खासै आइडिया छैन भन्दै त भाइ यहाँको होइन ठाउँको नाम त थाहा होला नि ठाउँको नाम चाहिँ यहाँ चाहिँ अब शिवजी नगरौँ हो दाइहरूलाई थाहा छ हामीलाई थाहा छैन यो टोखा गाउँपालिका भनिन्छ यो चाहिँ सामुकुसीबाट भित्र हो टोखा टोखा टोखे होइन टोखा टोखा यो झोर झरना भयो होइन हजुर चाहिँ कहाँ मेरो चितवनटारी चितवन म अस्ति भर्खर पुगेको थिएँ नि चितवन चितवन कहाँनिर म चितवन त्यो जुन बोडो जाइन साइड छ नि हजुर त्यहाँ हामी खाना खान झरेका थियौँ हाम्रो चितवन पनि घुम्न आउनु होला राम्रो निकुञ्ज छ होइन अनि अर्को के छ हजुर 20,000 ताल छ रानी पोखरी छ धेरै ठाउँहरू छ दामी छ निकुञ्ज ए चितवन भनेको एउटा गर्मी ठाउँ पनि भयो दामी ठाउँ पनि छ होइन मेरो मनिषा प्रजा छ सर्च गर्नु न आउँछ तपाईँ चाहिँ मलाई सर्च गर्नु त मेरो डाटा छैन अस्पताल गर्नुहुन्छ भने सर्च गर्छु अहिले म काम गर्दैछु 5 मिनट कामको बेलामा मोबाइल फेरि अलाउ छैन ओके 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 नो प्रब्लम हामी हजुरको ड्युटीपट्टि सम्मान गर्छौँ है त्यसको लागि नियन्त्रण दिनुपर्छ आफू गरेको ड्युटीलाई उ गर्नुहुन्न होइन हामी पनि कसैलाई पनि ड्युटीमा बसेको मान्छेलाई उ गर्दैनौँ होइन किनकि म एउटा भ्लगर भएको नाताले म एउटा तपाईँहरूको कामपट्टि सम्मान गर्छु होइन काम भएन सानो ठुलो हुँदैन होइन अहिले जे गर्न पनि पैसा चाहिँदछ जे गर्दा पनि पैसा चाहिँदछ होइन त्यही भएर ठिक छ गर्नुपर्छ फाइनली गाइज यहाँ बहिनी यहाँ हाम्रो चाहिँ मोमो रेडी भइसक्यो मोमो रेडी बनाउनु यसको पनि ल थ्याङ्क ए यता बस्नु हेलो गाइस राख्नु अनि पहिला अङ्कल आउनु भएको छ होइन पसलतिर सो कस्तो लाग्छ भन्नु होला अङ्कल चाहिँ नभने भयो हुन्छ मेरो भयो अङ्कल भन्ने अङ्कल चाहिँ नभने भयो 60सम्म भन्ने भयो ठिक हुन्थ्यो अङ्कल भन्ने नि ल यहाँ हाम्रो मोमो यहाँ अस्मिता यहाँ अर्को अप्सरा यहाँ हाम्रो दाइ हुनुहुन्छ हाम्रो 4 जना 5 जना छौँ 4 जना अझै 3टा आउनु छ ए 2टा आउनु भएछ यहाँ अर्को पनि खाजा आइपुग्यो यसो हेर्दाखेरि दामी छ जस्तो त यो फेरि बफ चिकन होइन है भेज हो है यो सबै हाई भन्नु त अन्तिममा यो खाँदै गएको भिडियो बनाउनु भन्छ लामो हुन्छ गाइज होइन सो यही सबै हामी खाइहाल्छौँ होइन यो थ्याङ्क यू सो मच है बहिनी फर्स्ट सर्भिसिङ है थ्याङ्क यू अब खाजा खाने होइन त मान्छेको टक्क दिएको यो खिच्ने हुन्छ नि म खिचिदिइहाल्छु उहाँ भाइ खिचिदिनु खिचौँ न यो सबैजना खिचौँ न उता उता थ्याङ्क यू सो मच है राम्रो सर्भिस दिनुभयो होइन आफ्नो नाम ठेगाना घर मेरो अब म चितवनटारी कतिचोटि भनौँ होइन अघि नै चितवनटारी भनिहालेँ अब मेरो नाम चाहिँ मनिषा हो यहाँ चाहिँ म पार्ट टाइम जब गर्छु कति पढ्नु भएको छ मैले चाहिँ आज ब्याचलर फर्स्ट महिना जति जोइन गरेर छोडेको थिएँ त्यस भयो त्यो 12 भनौँ होइन यहाँ कति भयो काम गर्न थाल्नु भयो
यो के भन्छ मेला लागेर यो Yeah, thank you so much for good servicing. Good थ्याङ्क यू खाजा है मैले अहिले भन्नु भने राम्रो छ होइन ट्रिट राम्रो छ मिठो छ खाजा होइन नमिठो भन्नु सक्दैन अब नेक्स्ट टाइम आयौँ भने हजुरकोमा आउनु भेट भयो भने भेट हुन्छ भगवान्ले जुगायो भने भेट हुन्छ अवश्य होइन थ्याङ्क यू सो मच हजुर सम्मानको साथ है के भन्न चाहनुहुन्छ मेरो टिकटक लगायत कुनै सोसियल मिडिया लाइक भयो भने होला सपोर्ट गर्नु होला थ्याङ्क यू सो मच यहाँ हामी